जय नेपाल साथीहरू, आज हामीहरू पढ्ने टाइम एन्ड वर्क। टाइम एन्ड वर्कको आज साथीहरू हामी सबै कन्सेप्टहरू सिधै एकै पारामा क्र्याक हान्ने। ल टोटल 15 days equals 5 10 days a plus b equals to what? ल साथीहरू हेरौँ क्वेसनमा के भने रहेछ। क्वेसन भने रहेछ कि टोटल चेयर बनाउनु पर्ने 30 वटा, अनि एले 30 वटा चेयर 5 दिनमा बनाउँछ, बीले 10 दिनमा। अब दुवैजना मिलेर बनाउँदाखेरि कति दिनमा बन्छ होला? यो क्वेसनलाई अब हेरौँ। टोटल चेयर कतिवटा बनाउनु पर्ने? 30 वटा हैन। एले 5 दिनमा 30 वटा चेयर बनाउँछ भने एले 5 दिनमा 30 वटा चेयर बनाउँछ भने एले एक दिनमा कति बनाउँछ होला? अभियसली 30/5 गर्ने हैन। 30/5 गर्दाखेरि सिधै 6। अनि यस्तै बीले कति दिनमा, मतलब बीले एक दिनमा कतिवटा चेयर बनाउँछ, त्यसको लागि 30/10 गर्दाखेरि हाम्रो आउँछ 3। अब ए इन 1 डे 6 वटा अनि बी इन 1 डे इक्वल्स टु 3 वटा। एले एक दिनमा 6 वटा बनाउँछ, बीले एक दिनमा 3 वटा बनाउँछ। अनि ए प्लस बी इन 1 डे इक्वल्स टु 9 वटा बनाउँछ ए र बी मिलेर, अनि एक दिनमा। अनि टोटल वर्क भने हाम्रो 30 भयो, 30। अनि दुईजना मिलेर गर्दाखेरि के गर्ने? डिभाइड 9 गरिदिने बाई 9। यो हाम्रो भयो डेज। दुवैजना मिलेर 30/9 डेजमा कम्प्लिट गर्ने रहेछ। म यसबाट तपाईँले के बुझाउन खोजेको थियो भने हाम्रो जुन एक दिन छ नि, एक दिनमा कतिवटा चेयर बनाउँछ, त्यो हाम्रो टाइम एन्ड वर्कको टर्ममा त्यो इफिसियन्सी हो। यसलाई हामी एकछिन ल, यो हाम्रो इफिसियन्सी टाइम एन्ड वर्कमा एक दिनमा कति कार्य गर्छ, काम गर्छ, त्यसलाई हामी इफिसियन्सी भन्छौँ। अब यो कन्सेप्टबाट म तपाईँले के फर्मुला सिकाउन चाहे भने डे, यो डे भयो इन्टु इफिसियन्सी, ई इक्वल टु के? टोटल वर्क। यही हो हाम्रो मेरो फर्मुला, यहाँबाट निकालेको। ल यो साथीहरू बुझ्नुभयो। अब म अर्को योभन्दा नि एडभान्सतिर लगिरहेको छु तपाईँले। यो मेटिदिन्छु म। ल अब साथीहरू हामी अर्को क्वेसनतिर लागौँ। यो क्वेसनमा चाहिँ म बुकबाट पढिरहेको छु, तपाईँहरूको लागि यहाँनिर राखिदिन्छु। ल यहाँबाट तपाईँहरू हेरेर सल्भ गर्नु होला। क्वेसनमा भनेको छ न्युटन क्यान डु अ पिस अफ वर्क इन 12 आवर्स। न्युटन भन्ने मान्छेले 12 आवर्समा एउटा काम गर्दो रहेछ भने त्यही काम आइन्स्टाइनले 15 आवर्समा गर्दो रहेछ। अब क्वेसन भने रहेछ दुवैजना मिलेर त्यो सो काम कति दिनमा कम्प्लिट गर्छ होला? बुक यहाँ राखिदिन्छु। न्युटन प्लस आइन्स्टाइन इक्वल्स टु वाट? कति आवर्समा गर्छ होला? यसमा चाहिँ हाम्रो टोटल वर्क पनि दिएको छैन, इफिसियन्सी पनि दिएको छैन। त्यसैले हामीले यो दुईटाको एलसिएम लिँदाखेरि नि हाम्रो टोटल वर्क आउँछ क्या। टोटल वर्क एलसिएम लिउँ, 12 र 15 को एलसिएम 12, 15, अनि यो 3 ले 4, यो भयो 3 ले 5, यो भयो
20 60 यसको एलसिएम आयो 60 60 त्यसो भए टोटल वर्क गरेर भने हाम्रो 60 रहेछ। मानौँ कि 60 चेयर बनाउँछ, केही काम गर्छ 60 वटा, अनि 12 आवरमा 60 वटा गर्छ भने 1 आवरमा कतिवटा गर्छ होला? 60 / 12 5 मानौँ 60 वटा चेयर भयो यो, 5 मा 5 चेयर, अनि 50 आवरमा 60 वटा चेयर बनाउँछ। 1 आवरमा कति? 60 / 15 गर्नुहोस् न, सिधै 60 / 50 गर्दाखेरि हाम्रो 4 चेयर आयो। यो भने हाम्रो के हो थाहा छ तपाईँलाई? यो भने अघि म भनेको थिएँ इफिसियन्सी हो, इफिसियन्सी। अब हामीले निकाल्नु पर्ने डेज छ। अघि म फर्मुला के भनेको थिएँ? डे इन्टु इफिसियन्सी इक्वल्स टु टोटल वर्क। निकाल्नु पर्ने तपाईँले डेज इक्वल्स टु टोटल बाई इफिसियन्सी। हाम्रो इफिसियन्सी कतिवटा छ? 5 + 4 9 भयो। टोटल वर्क भने हाम्रो कहाँ गयो? 60 बाई इफिसियन्सी भने हाम्रो 5 + 4 9, 60/9 हामीलाई लाग्ने रहेछ। यसलाई अब 20/3 यो हाम्रो भयो। दुवैजना मिलेर गर्दाखेरि 20/3 डेजमा कम्प्लिट गर्दो रहेछ। यसबाट हामीले के बुझ्यो? मतलब बुझाउन खोजेको थियो भने तपाईँले टोटल वर्क निकाल्नको लागि नि न तपाईँले यसमा खाली टाइम दिएछ। अब यसमा तपाईँले टोटल वर्क थाहा छ न यसमा इफिसियन्सी थाहा छ। त्यसको लागि हामीले यसको एलसिएम लिन्छौँ, अनि त्यसपछि इफिसियन्सी त अब कसरी लाग्यो तपाईँले बुझ्नुभयो होला। अब यो त हामी बुझ्यौँ। अब अर्को क्वेसन योभन्दा नि अलिक डिफ्रेन्ट खालको क्वेसनतिर हामी लागौँ। ल मेटिदिइरहेको छु म साथीहरू। अब त्योभन्दा नि अर्को डिफ्रेन्ट क्वेसन तपाईँले लिएर आएको छु। यो क्वेसन यहाँनिर तपाईँहरू हेर्नुहोस्। ए + बी मतलब कि ए र बी दुवैजना मिलेर काम गर्दाखेरि 12 डेजमा गर्दो रहेछ, 12 डेज। अनि बी एक्लै बीले चाहिँ 30 डेजमा गर्दो रहेछ भने एले एक्लै कति दिनमा गर्छ के? बुक राखिदिएँ यहाँनिर। यसमा ए + बी दुवैजना मिलेर 12 दिनमा गर्छ, बीले 30 दिनमा गर्छ। हाम्रो न यसमा इफिसियन्सी दिएको छ न त हाम्रो टोटल वर्क दिएको छ। त्यसैले म अघि के भनेको थिएँ? यो दुवैको एलसिएम लिनुहोस्, 12 र 30। यसलाई केले गरिदिँदा हामीलाई सजिलो हुन्छ? 6 ले गरौँ न। 6 2 जा 6 5 जा 5 र 10 60 एलसिएम आयो। ल ए + बीले 12 12 डेजमा गर्दछ भने टोटल वर्क हाम्रो 60 छ। अनि एक दिनमा कतिवटा वर्क गर्छ? 60/12 5, अनि बीले 30 डेजमा गर्दो रहेछ। बीले एक दिनमा कति गर्छ? 60/30 2। यसको इफिसियन्सी हाम्रो भयो 5 र 2। ए + बी को इफिसियन्सी कति छ? 5, अनि बी को इफिसियन्सी 2 छ। यसमा हामी प्लट गरिदिउँ न। बी को 2 छ 5, ए = 5 - 2, ए को आयो 3, ए को हाम्रो 3 आयो। मतलब यसको एक दिनमा 3 वटा चेयर बनाउँछ। मानौँ यो चेयर हो, मानौँ 60 हाम्रो टोटल वर्क भने चेयर हो। त एक दिनमा 3 वटा बनाउँछ भने 60 वटा चेयर बनाउनलाई कति दिन लाग्छ होला? सिधै टोटल वर्क भने हाम्रो 60 भयो, अनि एफिसियन्सी भने 3 भयो, सिधै हाम्रो भयो 20 डेज। आशा छ तपाईँले धेरै राम्रोसँग बुझ्नुभयो होला साथीहरू। अब म तपाईँलाई त्योभन्दा पनि अलि एडभान्स क्वेसनतिर लगिरहेको छु। तपाईँहरू क्वेसन हेर्नु होला। के भनेको रहेछ भने क्युरी भन्ने मान्छेले 45 डेजमा गर्दो रहेछ। क्युरी भन्ने मान्छेले एउटा काम 45 डेजमा गर्दो रहेछ डे। अनि त्यही काम रुथरफोर्डले 40 दिनमा निप्ट्याउँदो रहेछ, गर्दो रहेछ भने के भनेको रहेछ भने क्युरीलाई केही हेल्थ इस्यु भयो, अनि त्यसले केही दिनपछि काम छोडिन्। अनि केही दिनपछि तिनीहरू काम छोडी, अनि बाँकी काम जुन तिनीहरू त्यसले छोडेपछि रुथरफोर्डले 23 डेजमा गरे।
यसबाट हामी के बुझ्छौँ भने रुथरफोर्ड 23 डेज एलोन काम गर्छ के। यसमा हामी बुझ्नुपर्ने केही छैन। चुप लाएर तपाईमा भनेको थिएँ के टोटल वर्क दिएको छैन, एफिसिएन्सी पनि दिएको छैन। चुप लाएर यसको पहिला निकाल्नु के एलसीएम निकाल्नुस् 45 अनि यो 40 डाइरेक्ट म 5 ले गरिदिरहेको छु 9 5 8 जा यो भनेको कति भयो 45 45 8 45 into 8 आठ 40 4 8 को 32 360 आयो 360 हाम्रो टोटल वर्क भने 360 आयो हैन। अब इफिसिएन्सी निकाल्नको लागि 360/45 गर्नुस् 360/45 अनि यसको 8 आउँछ अनि 360/40 गर्दाखेरि हाम्रो यो कटे 9 आउँछ। इफिसिएन्सी हाम्रो क्युरी को 8 आयो रुथरफोर्ड को 9 आयो। अब हामी क्वेशनमा बुझौं। क्वेशनमा के भनेको रहेछ भने दुवै जना मिलेर केही दिनसम्म काम गर्छ, मतलब कि लेट क्युरी एक्स डेज लेफ्ट गर्यो, एक्स डेजमा लेफ्ट गर्यो के एक्स डेजमा। त एक्स डेजसम्म त दुवै जना मिलेर काम गरेछ नि, त्यसैले क्युरी प्लस रुथरफोर्ड इन्टु एक्स अनि बाँकी काम कसले गरेछ रुथरफोर्डले गरेछ। कति दिनसम्म रुथरफोर्डले 23 डेजसम्म। अनि यति काम गर्दाखेरि तिनीहरूको टोटल वर्क कति भयो 360 भयो इक्वल टु 360 गरौँ। अब सी प्लस आर इफिसिएन्सी कति भयो सी प्लस आर भने 8 17 एक्स भयो अनि आर भने 9 इन्टु 23 इक्वल्स टु 360। अब 17x इक्वल्स टु 360 माइनस 9 इन्टु 23। अब कि त हामीले यसलाई मल्टिप्लाई हान्नु पर्यो कि त यो 360 भने हामीले यो यसको फ्याक्टर त यहाँ दिएको छ, त्यसैले म फ्याक्टरमा चेन्ज गरिदिरहेको छु ल। 17x इक्वल्स टु 5 इन्टु 9 इन्टु 8 माइनस 9 इन्टु 23 और 17x इक्वल्स टु 9 कमन 9 40 माइनस 23। अब 17x इक्वल्स टु 40 माइनस 23 भन्ने चाहिँ 9 इन्टु 17। अब 17 कट्यो x इक्वल्स टु 9। अब x डेज पछि छोड्या रहेछ। क्वेशनमा के भनेको रहेछ भने टोटल कति दिन काम गरे रहेछ, x दिनमा छोड्यो अनि बाँकी सरी साथीहरू हल्का टेक्निकल प्रब्लम आयो कारण म क्षमा चाहन्छु, सरी। के भन्दै थिएँ कि x दुवैजना मतलब कि x डेज पछि छोडिन्, मतलब कि x दिनसम्म त क्युरीले काम गरे नि 9 डेज यो भयो अनि 23 डेज एलोन काम गर्यो। दुवैजना मिलेर कति काम गर्यो टोटल हाम्रो डेज भनेको 9 प्लस 23 कति हुन्छ 8 7 7 भनेको 30 32 टोटल डेज भने हाम्रो 32 डेज लाग्ने रहेछ। ल साथीहरू अब चाहिँ अर्को प्रश्नतिर लागौँ। अर्को प्रश्न तपाईहरु बोर्डमा हेर्न सक्नुहुन्छ। क्वेशनमा के भनेको रहेछ भने एले चाहिँ एउटा काम 24 डेजमा गर्दो रहेछ के 24 डेजमा एले चाहिँ 24 डेज अनि त्यही काम बीले 32 बीले 32 अनि सीले चाहिँ 64 डेज। क्वेशनमा के भनेको रहेछ दे स्टार्ट वर्क टुगेदर, मतलब कि तिनीहरू केही दिन मतलब तिनैजना काम गर्छ। अनि समस्या के आउँछ भने एले चाहिँ नि 6 दिन पछि छोड्छ के ए लिभ्स आफ्टर वर्किङ फर 6 डेज। भन्नुको मतलब एले 6 दिन पछि छोड्छ, त्यो पनि लेखिदिन्छु। ए लिभ्स
आफ्टर 6 days। अनि अर्को क्वेसनमा के भनेर रहेछ भने बी लिभ्स बिफोर अनि बी लिभ्स बिफोर 6 days बिफोर सरी अलि मिस्टेक हो बी लिभ्स 6 days बिफोर काम कम्प्लिट हुनुभन्दा नि 6 दिन पहिला नै लिभ गर्छ कि यसले बी भन्ने मान्छेले अनि यसले बी छोडेपछि अनि 6 दिन पहिले छोडेपछि काम अनि बाँकी काम कसले गर्छ सीले गर्छ तब यिनीहरू छोडौँ पहिला हामी यसको एफिसिएन्सी पनि दिएको छैन अनि के भन्छ टोटल वर्क पनि दिएको छैन त्यसैले हामी एलसीएम द्वारा हामी पहिला यसको टोटल वर्क निकालौँ अनि एफिसिएन्सी निकालौँ ल यसको एलसीएम लिउँ 24 32 अनि 64 रहेछ यसलाई चाहिँ 8 ले डाइरेक्ट जान्छ के 8 3 जा 8 चौको 32 8 8 64 अनि अब यसलाई चाहिँ केले काट्दा सजिलो हुन्छ 4 ले 4 3 जा 4 1 जा 4 2 जा ल अब यसलाई मल्टिप्लाई हानौँ 8 चौको 8 8 32 32 गुना 64 64 तिहाई 4 ती 12 के 2 हात लाग्यो 6 3 18 192 हाम्रो चाहिँ एलसीएम आयो के साथीहरु ल 192 एलसीएम आयो ल अब 24 days मा 192 यसले काम गर्छ भने 1 days मा कति गर्छ होला 190 / 24 कति आउँछ 8 आउँछ 8 अनि 1 यो म मेट दिन्छु ल हैन एकछिन बसोस् होस् नि 190 / 32 32 भन्दाखेरि 8 4 जा 6 अनि 64 ले डिवाइड हान्नुहुन्छ भने यो आयो 3 हाम्रो एफिसिएन्सी त आयो अब क्वेशन पढौ के क्वेशन ए लिभ्स आफ्टर 6 days मतलब कि ए ले 6 दिन पछि काम छोड्छ भन्नुको मतलब तीनै जना मिलेर 6 दिनसम्म त काम गर्छ होला नि जस्तो कि ए प्लस बी प्लस सी 6 दिनसम्म काम गर्छ हैन 6 दिनसम्म काम गर्छ अनि 6 दिनमा कति काम गर्छ त्यो निकाल्दिउ न बरु ए प्लस बी प्लस सी को एफिसिएन्सी भयो 8 6 14 17 17 भयो अनि इन्टु 6 वर्क अफ ए प्लस बी प्लस सी भन्नुको 17 इन्टु 6 यो भने 102 102 अब ए प्लस बी प्लस सी को काम यति गर्यो अब के भनिरहेछ बी लिभ्स 6 days बिफोर द कम्प्लिसन अफ वर्क 6 दिन पहिल्यै छोड्छ के भन्नु मतलब अब बी ले छोडेसी 6 दिनसम्म त सी ले त काम गर्छ होला नि अनि त्यही भएर सी लास्ट वर्क बाइ सी भन्नाले अब 6 इन्टु 3 भन्नुको मतलब 18 वर्क गर्यो हैन यति वर्क त हाम्रो कम्प्लिट भइसक्यो अब रिमेनिङ वर्क कति होला रिमेनिङ वर्क टोटल हाम्रो 192 भयो अनि हाम्रो त 102 मतलब 120 कम्प्लिट भइसक्यो बाँकी कति होला त यो भने 2 अनि यो भन्ने चाहिँ 72 बाँकी रहेछ हैन 72 वर्क बाँकी रहेछ अनि यो 72 कसले गर्छ के जब हाम्रो बी ले के भन्छ कि यो 72 वर्क हाम्रो बी प्लस सी ले गर्छ किनकि यसले त छोडिसक्यो अनि बी प्लस सी ले मिलेर काम गर्छ के अनि यो भने चाहिँ 6 बी प्लस सी भन्नाले अब 6 + 3 भनेको कति भयो 9 भयो हैन डिवाइड 9 गरिदिनुस् कति आउँछ 8 आउँछ 8 लेखिदिनुस् अब क्वेशनमा हाम्रो के भनेको थियो कि टोटल कति दिन लाग्छ के टोटल अब टोटल भन्नुको मतलब जोड दिनुस् न त 6 days यो 6 days भयो अनि त्यसपछि यसको 8 days अनि सी ले रिमेनिङ काम कति दिनसम्म गरोस् 6 दिनसम्म 12 6 18 18 2 20
20 डेज एन्सर आयो, यसको एन्सर यही हो। ल साथीहरू कस्तो लाग्यो भिडियो? त्यसैले साथीहरू आजदेखि नि म तपाईँहरूको लागि धेरै धेरै इम्पोर्टेन्ट कन्सेप्टहरू ल्याइरहेको छु। त्यसैले सब्सक्राइब गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गर्नुहोस्, बेल आइकन साफ दबाएर हान्नुहोस्।